क्यानका डोन प्रदीप अधिकारी अख्तियारको खोरमा अरबौंको ठेक्कामा रजगज गर्ने अधिकारीलाई 1,71,00,000 मात्रै बिगो। कालो धनले श्रीमतीका नाममा जग्गा। यस्तो थियो सेटिङको पर्दा पछाडिको डरलाग्दो साम्राज्य। नेपालको हवाई उड्डयन क्षेत्रलाई आफ्नो पुर्ख्यौली वृत्ता र ठेकेदारहरूको क्रीडा स्थल बनाउने नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानका तत्कालीन महानिर्देशक प्रदीप अधिकारी अन्ततः कानुनको फन्दामा परेका छन्। राज्यको ढुकुटीमाथि निर्लज्ज दोहन गर्दै अकुत सम्पत्ति कुम्ल्याउने यी नामुत अपराधी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार र सम्पत्ति शुद्धिकरणको छुट्टा छुट्टै मुद्दा दायर गरेको छ। तर बाहिर जति तामझामका साथ यो मुद्दा दायर गरिएको छ, यसभित्रको यथार्थ र अख्तियारले दाबी गरेको बिगो रकम देख्दा आम नागरिकको रगत उम्लिनु स्वाभाविक नै छ। के प्रदीप अधिकारी जस्ता ठूला माछाले गरेको भ्रष्टाचारको आकार जम्मा 1,71,00,000 रुपियाँको मात्रै हो त? यो प्रश्नले अहिले सिङ्गो राज्य संयन्त्र र अख्तियारको अनुसन्धान प्रक्रियालाई नै गिज्याइरहेको छ। अख्तियारको आरोप पत्र अनुसार अधिकारीले महानिर्देशकको कुर्सीमा बसेर ओहुदाको चरम दुरुपयोग गर्दै विभिन्न ठेक्काहरू स्वीकृत गर्न, रेखदेख गर्न र भुक्तानी दिने कार्यमा सेटिङ गरिदिए बापत ठेकेदारबाट करोडौं रुपियाँ घुस खाएका थिए। यो घुस प्रकरणमा गायत्री निर्माण सेवाका प्रमुख प्रेम प्रकाश ढकाल प्रमुख मतियारका रूपमा देखिएका छन्। देशको पूर्वाधार निर्माणलाई गुणस्तरहीन बनाएर राज्यलाई अरबौंको क्षति पुर्याउने यस्ता ठेकेदार र भ्रष्ट प्रशासकको नेक्ससले नै आज देश खोक्रो बनेको छ। नेपालको उड्डयन क्षेत्र दशकौंदेखि युरोपेली संघ EU को कालो सूचीमा पर्नु र हवाई सुरक्षा जोखिमपूर्ण हुनुको पछाडि यिनै अधिकारी जस्ता माफियाहरूको ठूलो हात छ, जसले सुरक्षा र गुणस्तर भन्दा कमिसन र घुसलाई आफ्नो धर्म ठाने। ढकालले अधिकारीलाई बुझाएको 1,71,00,000 रुपियाँ त केवल एउटा सानो बक्सिस मात्रै हो, जुन संयोगवश बाहिर आयो। अपराधको श्रृङ्खला यतिमै रोकिँदैन। घुस बापत प्राप्त भएको कालो धन लुकाउन र यसलाई सेतो बनाउन अधिकारीले अपनाएको पर्पन्स झन ठुलो डरलाग्दो विषय छ। उनैले सोही अवैध रकम प्रयोग गरेर ललितपुर महानगरपालिका वडा नम्बर 5 जस्तो महँगो र VIP इलाकामा श्रीमतीको नाममा 13 आना क्षेत्रफलको जग्गा खरिद गरेको अनुसन्धानबाट खुलेको छ। राज्यलाई कर छल्न र कालो धनको स्रोत लुकाउन उनले सरकारी लिखितमा उक्त जग्गाको मूल्य जम्मा 91 लाख रुपियाँ मात्रै देखाएका छन्। राज्यलाई कर छल्न र कालो धनको स्रोत लुकाउन उनले सरकारी लिखितमा उक्त जग्गाको मूल्य जम्मा 91 लाख रुपियाँ मात्रै देखाएका छन्। वास्तविक कारोबारको रकम लुकाएर बाँकी 1,71,00,000लाई वैध देखाउन बैंक खाताबाट अस्वाभाविक कारोबार गर्ने, सरकारी लिखित सच्याउने जस्ता गम्भीर कृत्य र सम्पत्ति शुद्धिकरणको अपराध उनले गरेका छन्। देशको एउटा उच्च ओहदामा बसेको व्यक्तिले यसरी योजनाबद्ध रूपमा व्हाइट कलर क्राइम गर्नु सामान्य अपराध होइन, यो देश र जनताप्रतिको गम्भीर गद्दारी पनि हो। अब कुरा गरौं अख्तियारले दाबी गरेको बिगोको, जसले आम नागरिकलाई सबैभन्दा बढी आक्रोशित बनाएको छ। क्यानका महानिर्देशक जस्तो शक्तिशाली पदमा बसेर अरबौंका राष्ट्रिय गौरवका आयोजनाहरू, नयाँ विमानस्थल निर्माण र खरिद प्रक्रियामा वर्षौंसम्म हालिमुहाली गरेका अधिकारीका लागि 1,71,00,000 रुपियाँ भनेको पकेट खर्च वा गाडीको इन्धन खर्च जति मात्रै हो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, भैरवा अन्तर्राष्ट्रिय विमानस्थल र अन्य दर्जनौं साना ठूला आयोजनामा भएका चरम अनियमितता, अस्वाभाविक लागत वृद्धि र कमिसनको खेल जगजाहेर नै छ। अरबौंको बजेटमा सिधै सेटिङ मिलाउने यस्ता महाभ्रष्ट पात्रलाई केवल 1.5 करोडको बिगोमा सीमित गर्नु भनेको उनले गरेको अन्य विशाल अपराधलाई पर्दाफास गर्न अख्तियार पूर्ण रूपमा चुकेको वा जानाजान उनलाई जोगाउन खोजेको प्रष्ट संकेत हो। यो बिगो रकम उनले अपराधको तुलनामा हात्तीको मुखमा जिरा मात्रै हो। अरबौंको भ्रष्टाचार गर्ने तर लाखको मात्रै मुद्दा चलाएर पछि अदालतबाट सजिलै उन्मुक्ति पाउने सेटिङ त कतै भइरहेको छैन। यो गम्भीर आशंका पैदा भएको छ। यस्ता नामुद र संस्थागत अपराधीलाई सामान्य जरिवाना वा केही महिनाको कैद सजाय मात्रै पर्याप्त हुँदैन। अधिकारी र ठेकेदार ढकाल जस्ता देश लुटेर खाने धमिराहरूलाई कानुनको हदैसम्मको कारबाही गरिनुपर्छ। अख्तियारले माग दाबी गरे बमोजिम घुसको रकमबाट खरिद गरिएको ललितपुर स्थित जग्गा जपत नै हुनुपर्छ। यसका अलावा अधिकारीले लुकाएर राखेका देशका विदेशका
ठुलठुला बेनामी सम्पत्ति छानबिन गरी राष्ट्रियकरण गरिनुपर्छ। देशको ढुकुटी रुत्याउने, पदको दुरुपयोग गरेर कालो धनको साम्राज्य खडा गर्ने र सिङ्गो उड्डयन क्षेत्रलाई बदनाम गराउने यस्ता भ्रष्टहरूलाई आजीवन कारावासको सजाय दिएर एउटा कडा नजिर स्थापित गर्न विशेष अदालतले कुनै पनि हालतमा खुट्टा कमाउनु हुँदैन। राज्यका संयन्त्रलाई प्रयोग गरेर लुट मचाउनेहरू समाजका सबैभन्दा ठूला कलङ्क हुन्। यदि यिनीहरूलाई कडा भन्दा कडा सजाय नदिने हो भने भोलिका दिनमा सुशासन र समृद्धिको कुरा गर्नु फगत एक भद्दा मजाक मात्रै हुनेछ। प्रदीप अधिकारी जस्ता ठूला माछालाई दिइने सजायले नेपालमा भ्रष्टाचारीलाई राज्यले कसरी हेर्छ भन्ने कुराको फैसला गर्नेछ। जनताको रगत पसिनाबाट उठेको करमा रजाई गर्ने यस्ता अपराधीहरूले अब कुनै पनि बहानामा कानुनको छिद्रबाट उम्किन पाउन हुँदैन। यो देश भ्रष्टाचारीहरूको स्वर्ग होइन भनेर प्रमाणित गर्ने बेला पनि यही हो।